आज हामी दक्षिण कालीबाट फर्किँदाखेरि जलविनायक मन्दिरमा छिरेका छौँ। यहाँ सुजु पोखरेल सापकोटा र असीम सापकोटा यहाँ दर्शन गरिरहनु भएको छ। व्यापक रूपमा आमाले मलाई बोलाउनु भयो। त्यहाँ मैले अघि नै सिकिसकेँ आमा। तपाईँलाई पनि सेक्न मन लाग्यो सेक्नु। कहाँ बाल्ने यहाँ बत्ती? ल आमाले मलाई बत्ती बाल भन्नुभएको छ। तर कहाँ छ आमा ऊ चाहिँ? सलाई कहाँ छ? ल म सलाई खोज्ने तर्फमा छु। म यता तपाईँलाई देखाउँछु है। ल त्यहाँ ऋषिमुनिको एउटा फुल ऋषिमुनिको शालिग छ, हेर्नुहोस् कति राम्रो छ। आहा यतापट्टिको मेन ढोकाको ठुलो ठुलो घन्टासम्म एकचोटि बजाउँछु ल, कस्तो हुँदो रहेछ है त। ओहो कस्तो टङ्ग बज्यो है। ल यो चाहिँ मेन, यो जलविनायक मन्दिरको मेन ढोका हो। यो ढोका यहाँबाट हेर्न मिल्छ। यति ठुलो छ मन्दिर। त्यो माथिपट्टि गजुरबाट म तल देख्न सकिन्छ। ल हेर्नुहोस्, सुजुले मलाई बत्ती मागिन्। ल हेर्नुहोस् यतापट्टि आमाले जलविनायक मन्दिरको ढोका खुल्लै रहेछ। ल म तपाईँलाई भित्रपट्टि कुरा पनि देखाउँछु। ल ल हेर्नुहोस् यो जलविनायक मन्दिरको यो मूर्ति हो। यहाँ आमाले यहाँ पूजा लाउनु भएको छ। यतापट्टि सुजुले उहाँ जुत्ताहरू खोल्न आइछन्। उहाँहरू सुजु र असीम चाहिँ अब मन्दिरमा पूजा गर्नलाई तर्खर हुँदैछन्। आमा अब नजानु, भित्र तपाईँ नजानु आमा, बाहिरबाट मात्रै हेर्नु आमा, बाहिरबाट भित्र नजानु, बाहिरबाट मात्रै हेर्नु। किनभने आमा अलि बुढिलो हुनुहुन्छ, त्यही भएर जानुहुन्न भित्र। यो चाहिँ मन्दिरको शाखा वरिपरिको दृश्य हो। त्यहाँ केही कुराहरू लेखेको छ। यो मन्दिर एकदमै ऐतिहासिक छ, ऐतिहासिक मन्दिर हो। हेर्नुहोस्। ल आजलाई यति है त। ल धन्यवाद।